धेरै पछि सोच्दा 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 आज यो सिचुएसनमा पुगेँ क्या, जहाँ चाहिँ नि मेरो सोच के भयो भन्दाखेरि मन सफा हुनु पर्यो होइन। सबैले भने जस्तो पुरा त कहिले नै गर्न सक्दैन क्या, सबैले मागेको जस्तो पुरा त कहिले नै गर्न सक्दैन क्या। तिमी खुसी हो पहिला, तिमी खुसी भयो भने तिमीले अरूलाई खुसी पार्न सक्छौ। तिमी खुद नै खुसी छैन भने तिमीले अरूलाई कसरी खुसी पार्न सक्छौ। मैले देखेँ कि म यस्तो के भन्छ यस्तो सिचुएसनमा पुगेँ होइन, जहाँ सबैभन्दा धेरै चाहिने भनेको मलाई मेरो परिवार थियो, जुन हुनुहुन्छ आजको दिनसम्म म यत्रो दिनरात हस्पिटल ओरोदोरो गरिरहेको छु होइन। मेरो परिवार बाहेक कोही पनि छैन कि मसँग। मेरो परिवार मेरो दुईजना आफ्नै त नहुनु तर आफ्नो रगतभन्दा बराबरको दुईजना दिदीबहिनी छ क्या मसँग। दुईजना दिदी भनौँ, म सानो छ मसँग होइन। अनि उनीहरू मसँगै छ क्या, दुःख सुख सबमा साथ दिन्छ। जो मान्छेले आफ्नो लागि चाहिने बेला मात्र सोच्छ, जसले तिम्रो लागि फुर्सद नै छैन, तिमीलाई कस्तो परिरहेछ, तिमीलाई के भइरहेछ, तिम्रो बारेमा कहिले सोचेन, आफ्नै बारेमा सोच्यो, त्यो मान्छे कहिले नि तिम्रो आफ्नो थिएन भनेर सोच्नु चाहिँ जरुरी रहेछ क्या। अनि अहिले चाहिँ नि म कस्तो कन्डिसनमा छु भन्दाखेरि अब पुग्यो, धेरै गरेर पनि मैले कहिले जस पाएन, किनकि मेरो एकदमै अब्जस याद रहेछ कि मैले सबलाई राम्रो गर्दा कहिले नि मैले उनीहरूको मुखबाट राम्रो पाउँदा नि पाएन। तर मैले जे पनि गरेँ चोखो मनले गरेँ होइन। अब मैले कसैको लागि केही गर्नुपर्छ भन्ने छैन, कसैलाई देखाएर गर्नुपर्छ त्यही लागि म छु भनेर भन्नुपर्छ भन्ने जरुरी छैन कि। किन भन्दाखेरि अब मेरो लागि त कोही छैन भने म अरूको लागि किन बस्नु। त्यही भएर पहिला आफू खुसी हुनु पर्यो, अनि बल्ल अरूहरूको बारेमा सोच्नु पर्यो। पहिला म आउँछु कि अरू कोही पनि आउँदैन। म छ त सबै छ होइन। म नै रहेन भने कोही भएको र नभएकोको मतलब हुँदैन के। बाचुन्जेल वास्ता नगरेर मरिसकेपछि आएर आँसु गिरगिटको जस्तो आँसु खसाएर कामै छैन क्या। गर्ने मान्छेले त बाचुन्जेल गर्ने हो नि त, मरेपछि त त्यो लासलाई के थाहा कसले के गर्यो भने होइन। त्यही भएर अहिलेको जमाना यस्तो छ कि सबैतिर क्राइम भइरहेछ। कहिले कसलाई मार्ने, कहिले कसलाई मार्ने, क्राइम भइरहेछ। 21st सेन्चुरी हो नि त होइन। यो टाइममा चाहिँ नि मान्छेहरूले आफ्नो बाइक अरूको बारेमा सोच्दैन रहेछ क्या। थोरै सेल्फिस हुनु नेसेसिटी नै रहेछ क्या। धेरै अरूको बारेमा सोचेर काम पनि छैन रहेछ होइन। सोचेर पाउने पनि केही होइन रहेछ, किनकि म खुसी हुनु पर्यो, मैले मेरो लागि सोच्नु पर्यो, म हो भनेर सोच्नु पर्दो रहेछ होइन। दुनियाँको बारेमा सोचेर पाउने केही पनि होइन। निराशा, स्याडनेस होइन, डिसअपोइन्टमेन्ट, अपसेट, आफू हर्ट, यही नै हुँदो रहेछ क्या। त्यही भएर चाहिँ नि आफ्नो बारेमा सोच्नु, आफ्नो खुसीको बारेमा सोच्नु चाहिँ नि जरुरी छ भनेर चाहिँ नि बुझेँ मैले यो टाइममा होइन। म यस्तो बिमार हुँदाखेरि मेरो लागि मेरो दुईजना दिदी होइन आफ्नै रगत हुनुपर्छ भन्ने छैन क्या। सोच्ने मान्छेले व्यवहारमा देखाउँछ क्या। योर एक्सन स्पिक लाउडर देन योर वर्ड क्या होइन। मुखले त म छु नि टेन्सन नलि भन्ने मान्छे टन्नै छ क्या, तर व्यवहारमा आउँदाखेरि चाहिँ नि एकदमै लिमिटेड मान्छे छ जुन राइट नेक्स्ट टु मी म छु है तैँसँग भन्ने मान्छे चाहिँ छ क्या मसँग होइन। अनि कतिजनाले देखावटी गर्यो, कतिजनाले आफ्नो फाइदा मात्र सोच्यो होइन, कतिजनाले पछाडि कुरा काट्यो। तर जो मान्छे तिम्रो हो नि त्यसलाई चाहिँ नि तिमीले कहिले नि माग्नु पर्दैन क्या। मेरो लागि आइदेऊ ल भनेर कहिले भन्नु पर्दैन क्या। मलाई यो चाहियो, मेरो लागि यो गरिदेऊ, मलाई यहाँ लिएर जाऊ भनेर कहिले पनि भन्नु पर्दैन क्या। माया गर्ने मान्छेको अगाडि बोल्नु जरुरी छैन क्या। उनीहरूले खुद पनि तिम्रो मनको भाषा बुझ्छ क्या। माया नगर्ने मान्छे भयो भने तिमीले जतिसुकै टाउको रगड होइन, गिडगिडाऊ, त्यो कहिले नि पुरा हुँदैन क्या। अनि अहिले म
के भनौँ, अहिले मेरो स्थिति यस्तो छ कि म घर हस्पिटल भइरहेको छु। अनि मलाई धेरै कुरा मैले सिकिरहेको छु कि हामीले भन्छौँ नि एभ्री डे पढ्ने हो, एभ्री टाइम पढ्ने हो, कि त पढेर चेत्छ कि त पढेर चेत्छ भन्थ्यो नि। म पढेर नि चेतेँ, पढेर नि चेतेँ क्या। मलाई मान्छेहरूले यस्तो तरिकाले चेताइदियो कि मैले राम्रो ज्ञान पनि पाएँ प्लस सबक पनि पाएँ होइन। अहिले पनि मैले राम्रो ज्ञान पाएँ, मैले राम्ररी चिनेँ कि को मान्छे आफ्नो हो र को मान्छे देखावटी हो भनेर चिनेँ क्या। अनि यो लेसन्स लाइफमा कहिले नि भुल्नु पनि हुँदैन। आफूले पढेको कुरा चाहिँ नि कहिले नि भुल्नु हुँदैन भन्छ नि, किनकि कुनै न कुनै टाइम त्यो लेसन्स इम्पोर्टेन्ट हुन्छ। त्यो लेसन्सले धेरैवटा कुराहरूबाट प्रोटेक्ट गर्छ, जोगाउँछ, बाटो पाथदेखि लिएर सबै देखाउँछ भन्छ नि। अनि म चाहिँ त्यो सिनारीमा पुगेछु क्या। त्यही भएर all you have to think is about you, only you हैन। किन भन्दा तिमी छौ, सबै छ क्या। तिमी नै छैनौ, कोही पनि छैन क्या। मरिसकेपछि तिम्रो ज्यानलाई जेसुकै गरेर मान्छेले पिटोस्, काटोस्, जलाओस्, फालोस्, जेसुकै गरोस्, वास्ता हुँदैन क्या। मर्नुभन्दा अगाडि गरेको चिज चाहिँ याद हुनु पर्यो क्या। मरिसकेपछि जेसुकै होस् फरक पर्दैन। So it's all about you. Okay? You have to understand yourself. You have to respect yourself. You have to do things for yourself. Be happy always. It's only about you. So life my your lessons is so much important. Thank you. I love you. Bye.